जब डाइनोसरहरू पृथ्वीबाट समाप्त भए त्यसको कारण एउटा एस्ट्रोइड थियो भन्ने कुरा तपाईलाई थाहा नै होला। यो करिब 10 किलोमिटर लामो एस्ट्रोइड पृथ्वीमा ठोकिएको थियो। तर त्यो एस्ट्रोइड पृथ्वीको केवल एउटा स्थानमा मात्र खसेको थियो, मेक्सिको नजिकको चिक्सलुक क्रेटर भन्ने ठाउँमा। आज पनि त्यहाँ गएर त्यो ऐतिहासिक विशाल खाल्डो हेर्न सकिन्छ। तर एउटा प्रश्न उठ्छ, पृथ्वी गोलो छ, यदि एस्ट्रोइड एउटा ठाउँमा मात्र ठोकियो भने पृथ्वीको अर्को भागमा भएका डाइनोसरहरू कसरी नष्ट भए? वास्तवमा ठक्कर भएपछि एकै दिनमै सबै डाइनोसरहरू मरेका थिएनन्। उनीहरू केही समयसम्म जीवित नै थिए। केवल 10 किलोमिटरको एस्ट्रोइडले पृथ्वीको सबै जीवन एकैचोटि समाप्त गर्ने क्षमता थिएन। सत्य के हो भने डाइनोसरहरूको समाप्ति हजारौं वर्षको प्रक्रियामा भयो। जब एस्ट्रोइड ठोकियो त्यसको शक्तिले पृथ्वीका धेरै ठूला चट्टानहरू अन्तरिक्षतर्फ उछालिए। केही चट्टानहरू चन्द्रमासम्म पुगे, केही मंगल ग्रहसम्म पुगे। धेरै धुलो र धुवा पृथ्वीको वायुमण्डलमा फैलियो। पृथ्वीको आकाश यति कालो भयो कि 1% पनि सूर्यको प्रकाश पृथ्वीमा आउन सकेन। हजारौं वर्षसम्म बोट बिरुवाले घाम पाएनन्। घाम नपाउँदा फोटोसिन्थेसिस हुन सकेन। परिणामस्वरूप धेरै जसो बोट बिरुवा नष्ट भए, जुन डाइनोसरहरूको मुख्य खाना थिए। जब बोट बिरुवा समाप्त भए, डाइनोसरहरूको खाना पनि समाप्त भयो। अन्ततः यस्तो समय आयो जब पृथ्वीमा एउटा मात्र डाइनोसर बाँकी थियो भनिन्छ। केही महिनापछि त्यो पनि समाप्त भयो। मानिसहरूले बनाउने न्युक्लियर बम त एकदम सानो कुरा हो। यो त प्रकृतिले बनाएको ब्रह्माण्डको प्राकृतिक न्युक्लियर बम जस्तै थियो। के तपाईहरूलाई मानिस भन्दा शक्तिशाली प्राणी फेरि पृथ्वीमा आउन सक्छ जस्तो लाग्छ? कमेन्ट गर्नुहोला।